नयाँ वर्षको सुरुको दिनमा हामीहरू सानसानो हुँदाखेरि घरमा चाहिँ सङ्क्रान्ति दोष बिखु कुन राशिलाई पर्यो भनेर चाहिँ जानकारी राखिन्थ्यो र नराम्रो छ भने त्यसलाई चाहिँ शान्ति गरिन्थ्यो। अनि ठुलो हुँदै जाँदाखेरि थाहा भयो यो बिखु दोष सङ्क्रान्तिको दोष रहेछ र यो राशिलाई नभएर चाहिँ विशेष गरी नक्षत्रमा हुने रहेछ। र यो 2082 सालमा कुन राशिलाई चाहिँ सङ्क्रान्तिको दोष रहेको छ, राशिभन्दा पनि अझै कुन नक्षत्रमा सङ्क्रान्तिको दोष रहेको छ त्यस बारेमा जानकारी दिन गइरहेको छु। अश्लेषा, मघा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी, हस्ता, चित्रा र स्वाति नक्षत्रलाई शीर्षे भूलाभ, आद्रा, पुनर्वसु, तिष्य नक्षत्रलाई मुखे पाण्डित्यम, अश्विनी, भरणी, कृतिका, रोहिणी र मृगशिरा नक्षत्रलाई हृदि धनागमन, पूर्व भाद्रपदा, उत्तर भाद्रपदा, रेवतीलाई दक्ष गरे स्त्री लाभ, श्रवण, धनिष्ठा, शतविशालाई वाम गरे भैक्ष्यम, मूल, पूर्वषाढा, उत्तरषाढालाई दक्षपादे भ्रमणम र विशाखा, अनुराधा, ज्येष्ठ नक्षत्रलाई वामपादे कष्टम भनिएको छ। विशेष गरेर सङ्क्रान्ति दोष, बिखुको दोष विशेषतः वामपादमा बायाँ गोडामा पर्नेहरूले गङ्गा स्नान, नारायण पूजा, रुद्री पाठ गर्ने, दुर्गा सप्तशतीको पाठ गर्ने, घिउ, मह, चिनी र डुम्रीले हवन गरेर ब्राह्मण कन्याहरूलाई भोजन गराउने, दान दक्षिणा गराउनाले यसको शान्ति मिल्नेछ। हस्त, धन्यवाद।